मानिसहरू हराएको सूचना। पोर्चुगलका स्टार प्लेयरहरू कोलम्बियाको म्याचपछि अचानक हराएका छन् र युएसए, क्यानाडा र मेक्सिको पुलिसद्वारा फिफासित समन्वय गरेर एउटा खोज तलास समितिको गठन गरिएको छ। एउटा एडभाइस दिन चाहन्छु, खोज्नलाई धेरै टाढा जानै पर्दैन। कोलम्बियाको होटलमा जानुहोस् र खेलाडीको पकेट चेक गर्नुहोस्, त्यहीँ भेटिन्छन्। लिटरली केटा हो, मजाक असाइड होइन, पोर्चुगलले छाड्ने किसिमको फुटबल खेल्छ भने यार, छाड्ने मात्र के भन्नु, हग्ने किसिमको फुटबल खेल्छ। के खेलेको यो? दिस वाज द टिम विच वाज सपोज टु बी विनिङ द होल ड्याम वर्ल्ड कप फर क्रिस्टियानो रोनाल्डो एन्ड डिएगो जोटा। यही हो स्पिरिट, नथिङ केटा हो। पुअर डिस्प्ले फ्रम पोर्चुगल के। पेड्रो नेटो, जाओ फेलिक्सले त आउनुहोस् तपाईँ आउनुहोस् अनि अट्याक गर्नुहोस् भनेर कोलम्बियाको फुलब्याक र विङ्गरहरूलाई इन्भिटेसन दिइरहेको थियो के केटा हो। त्यो त कोलम्बिया होइन, अलिकति क्लिनिकल मात्र हुने हो भने अथवा डिएगो कोस्टा गड मोडमा नखेल्ने हो भने पोर्चुगलले 3 गोल 4 गोल लिटरली ह्युमिलिएसन हुन सक्थ्यो पोर्चुगललाई आजको म्याचमा। डिएगो कोस्टाको तालु चुम्नु पर्छ पोर्चुगलका प्लेयर्सहरूले आज। त्यस्तो फाँक खेलेको छ। कुनै टिमले लाइन ब्लक गर्यो होइन, अनि त्यसपछि इन्टेन्सिटी धेरै नै म्याक्सिमाइज गर्यो भने पोर्चुगलका ती सो कल्ड बेस्ट मिडफिल्डरहरू पनि क्रम्बल डाउन गर्ने, एकदमै सेफ पासेस चुज गर्ने होइन। होरिजन्टल्ली के भर्टिकल पेनिट्रेसन छँदै छैन। यिनीहरू केही भएन, प्लान ए ले काम गरेन भने प्लान बी भनेको यिनीहरूको डिफल्ट मोड हो। त्यही फर्नान्डो सान्टोसको पालामा नि सेम, विङ्समा जाने बुङ बुङ क्रस हान्न खोज्ने, तैपनि केही नै भइरहेको थिएन आजको म्याचमा त केटा हो। सबै कुरा ब्लक गरेर राखेको थियो। 2टा चान्स देखेँ मैले। एउटा ब्रुनोको पोइन्ट ब्ल्याङ्क रेन्जबाट सुट गरेको थियो, त्यो सेभ गर्यो गोलकिपरले कोलम्बियाको। त्यसपछि राफाएल लियाओले लास्टतिर आएर एउटा सट हानेको थियो, जस्ट वाइड गयो। नत्र इट वाज अल कोलम्बिया केटा हो। एन्ड टु एन्ड स्टफ पनि म भन्न सक्दिनँ के। अब केटा हो, एउटा गोटले त मजाले हगे होइन, विथ अल ड्यु रेस्पेक्ट, तर अर्को गोटले यो म्याच खेलेका पनि थिएनन्। आफ्टर 60 मिनट लियोनल मेस्सीले खेल्छन् यो म्याच र फ्यान्सहरूलाई जे चाहिएको थियो त्यो डेलिभर गरेर पनि दिन्छन् केटा। अर्जेन्टिनाले यो म्याच टोटल्ली सेकेन्ड थर्ड गियरमा खेलेको हो होइन, इजी भएर होइन। र जियोभानी लो सेल्सेको फ्री किक गोल कडा, लाउटारो मार्टिनेजले पेनाल्टी गोल पनि स्कोर गर्यो र दिस वाज हिज फर्स्ट वर्ल्ड कप गोल फर अर्जेन्टिना केटा हो। एन्ड त्यसपछि लियोनल मेस्सी आउँछन्, एउटा मिठो फ्री किक गोल नै स्कोर गर्छन् र 6औं गोल पुऱ्याउँछन् आफ्नो वर्ल्ड कपको केटा हो है। एन्ड केटा हो, फ्यान्सहरूलाई डोपामिन दिन्छन्। अब एजिङ लाइक अ फाइन वाइन भनिन्छ नि, यो फ्रेज नै चेन्ज हुन्छ जस्तो लाग्छ कि मलाई। एजिङ लाइक लियोनल मेस्सी आउँछ जस्तो लाग्छ कि मलाई अल्टिमेटली भोलि पर्सि के। आई एम ड्याम स्योर यस्तो हुनेवाला छ होइन। र केटा हो, हामीले ग्रुप स्टेजको सम्भवतः सबैभन्दा बेस्ट म्याच देख्यौँ आज, अल्जेरिया भर्सेस अस्ट्रियाको, जहाँ केटा हो 90+2 मिनटमा अल्जेरियाले म्याच 3-2 गराउँछ होइन, गोल स्कोर गरेर महरेजले। त्यसपछि 90+6 मिनटमा अस्ट्रियाले 3-3 गराउँछ के, ड्र हुन्छ यो म्याच होइन। अल्जेरियाले लिड गर्दाखेरि अस्ट्रिया वेयर गोइङ आउट के, इरान छिर्दै थियो, तर अस्ट्रियालाई पनि कहाँ मन्जुर थियो होइन। यत्रो मेहनत गरियो, ग्रुपबाटै बाहिर हुन त होइन पक्कै पनि भनेर अल्जेरियाले पनि गोल स्कोर गर्यो, 3-3 हुन्छ। र अब अल्जेरिया र अस्ट्रिया दुईटै टिम सेलेक्ट भइसकेका छन् राउन्ड अफ 32 को लागि केटा हो। र अब यसैलाई लिएर हाम्रो अब क्वाइट फिक्स भइसकेको छ ब्राकेटहरू, र अब हामी प्रेडिक्सन गर्नेवाला छौँ केटा हो। लेट्स गो टु आवर प्रेडिक्सन बोर्ड केटा हो। खैर केटा हो, अब जे हुनु भइहाल्यो होइन। हामी अब फिफा वर्ल्ड कप 2026 को राउन्ड अफ 32 देखिबाट प्रेडिक्सन गर्न जाँदैछौँ। यो च्यानलमा अहिलेसम्म प्रेडिक्सन भिडियो आएको थिएन, म चाहिँ नकआउट स्टेज कुरेर बसिरहेको थिएँ र हामीलाई ब्राकेटहरू क्वाइट क्लियर भइसकेको छ। त्यही अनुसार हामी प्रेडिक्सन गर्नेवाला छौँ। तर केटा हो, त्योभन्दा अगाडि म आफ्नो भित्रको नोस्ट्राडामसलाई जगाउँछु। नोस्ट्राडामस को हो भनेर भन्छ भने म स्क्रिनमा राखिदिन्छु होइन। र अब म कन्सन्ट्रेट गर्छु है त। ओ आइजे ल केटा हो, अब गरौँ प्रेडिक्सन। सबैभन्दा पहिला राउन्ड अफ 32 मा म्याच छ जर्मनी र पाराग्वेको। धेरै एक्सप्लेनेसन गर्दिनँ किनभने एक्सप्लेनेसन धेरै गर्यो भने 12-13 मिनटको भिडियो जान्छ, तिमीले हेर्दैनौ होइन। जर्मनीले जित्छ जस्तो लाग्छ, एकदमै हार्ड फाउट भिक्ट्री हुन्छ जस्तो लाग्छ मलाई। त्यसपछि फ्रान्स र स्विडेन, यसमा कुनै कम्पिटिसनै छैन, फ्रान्सले जितिदिन्छ केटा हो यो म्याच। त्यसपछि साउथ अफ्रिका र क्यानाडा। साउथ अफ्रिकाको लोक यहीँसम्म आउनु नै ठुलो कुरा थियो है, यिनीहरूसित बेस्ट मिडफिल्डर पनि छ सिट होल, तर पनि क्यानाडाले जित्छ जस्तो लाग्छ मलाई यो म्याच। नेदरल्यान्ड र मोरोक्को, नेदरल्यान्डको फेरी टेल कन्टिन्यू हुनुपर्छ जस्तो लाग्छ मलाई।
मोरोक्कोको रास्ता यहीँबाट इन्ड हुन्छ जस्तो लाग्छ। लास्ट वर्ल्ड कपमा जेसुकै गरेको भए पनि त्यही भएर नेदरल्यान्डले नै जित्छ जस्तो लाग्छ मलाई यो म्याच। मेबी पेनाल्टीसम्म जाला यो म्याच, लो स्कोरिङ होइन। पोर्चुगल र क्रोएसिया, अब क्रोएसियाले बिगर च्यालेन्जर्सहरूलाई बिट गरेको छ योभन्दा अगाडि वर्ल्ड कपहरूमा, तर पनि आई थिङ्क द स्क्वाड इज एजिङ है, र क्वालिटी पोर्चुगलको सुपेरियर छ, त्यही भएर पोर्चुगलले जित्छ जस्तो लाग्छ मलाई। स्पेन र अस्ट्रिया केटा हो, सबैभन्दा लो पिपिडिए भएका टिमहरू दुईजना, 1 नम्बरमा स्पेन, 2 नम्बरमा अस्ट्रिया छ, तर मलाई स्पेनले जित्छ जस्तो लाग्छ है। त्यसपछि युएसए र बोस्निया एन्ड हर्जेगोभिना, यहाँनिर युएसएले जित्छ जस्तो लाग्छ। अनेक कुराहरू हुन्छ युएसएलाई जिताउन है, सरी, तर जित्छ जस्तो लाग्छ। बेल्जियम र सेनेगल केटा हो, सेनेगलमा एकदमै क्वालिटेटिभ प्लेयरहरू छन्, बेल्जियममा एजिङ प्लेयरहरू छन्, क्वालिटी छ, लुकाकु छ त्यहाँ होइन, तर मलाई सेनेगलले जित्छ जस्तो लाग्छ मलाई होइन। तर पनि सेनेगल वर्ल्ड कपमा अन्डर पर्फर्मिङ टिम हो, तर पनि यो म्याचमा चाहिँ जित्छ जस्तो लाग्छ। ब्राजिल र जापान, यो चाहिँ म्याच अफ द राउन्ड अफ 32 हो जस्तो लाग्छ होइन। एकदमै हाई स्कोरिङ, पेनाल्टीसम्म जान्छ कि जस्तो लाग्छ मलाई यो म्याच होइन। 3-3 ड्र भएर पेनाल्टी जाला सायद, अनि पेनाल्टीमा आई थिङ्क ब्राजिलले जित्नेवाला छ है। त्यसपछि आइभोरी कोस्ट र नर्वेको म्याच छ केटा हो। अस्ति नर्वेले खेलाडीहरूलाई रेस दिएको थियो, कि त त्यो इजियर ब्राकेटमा जानलाई हो, कि त के अरे आफ्नो खेलाडीलाई रेस नै दिनलाई हो होइन। तर मलाई यो म्याच आइभोरी कोस्टले जित्छ जस्तो लाग्छ है। त्यसपछि मेक्सिको र इक्वेडोर केटा हो, मेक्सिको होम ग्राउन्डमा हो, ग्वाडालाहारा स्टेडियममा, तर पनि मलाई यो म्याच इक्वेडोरले जित्छ जस्तो लाग्छ केटा हो, किनभने म इक्वेडोरलाई निकै नै हाइली रेट गर्छु है। ल मेक्सिको कहानी यहीँबाट खत्म हुन्छ जस्तो लाग्छ। सिम्पसनले त मेक्सिको फाइनलसम्म पुग्छ भनेको थियो, तर पनि इङ्ल्यान्ड र कङ्गो, यसमा इङ्ल्यान्डले जित्नेवाला छ केटा हो। अर्जेन्टिना र केप भेर्दे, अर्जेन्टिनाले जित्छ। त्यसपछि अस्ट्रेलिया र इजिप्ट, यो म्याच पेनाल्टीसम्म गएको नै हामीले देख्न सक्छौँ होइन, तर मलाई यो म्याच अस्ट्रेलियाले जित्छ जस्तो लाग्छ। त्यसपछि स्विजरल्यान्ड र अल्जेरिया, स्विजरल्यान्डले जित्छ जस्तो लाग्छ। कोलम्बिया र घाना, विथ अल ड्यु रेस्पेक्ट टु घाना, कोलम्बियाले सास फेर्न दिँदैन घानालाई। त्यसपछि राउन्ड अफ 16 को म्याचेसहरू हेरौँ केटा हो। सबैभन्दा पहिलो म्याच नै एकदमै कडा, 4 जुलाईमा जर्मनी र फ्रान्सको म्याच छ केटा हो, र यो एकदमै हाई स्कोरिङ 5-4-3 टाइपको गेम हुन्छ जस्तो लाग्छ होइन। तर सेन्ट्रल पेनिट्रेसनमा बिलिभ गर्छ जर्मनीले, फ्ल्याङ्क्सबाट अट्याक गर्छ फ्रान्सले जताबाट नै अट्याक गर्न सक्छ होइन, तर मेजरली भन्न खोजेको। तर पनि मलाई यति जस्ट एक गोलले चाहिँ जर्मनीले हार्छ जस्तो लाग्छ, फ्रान्सले जित्छ जस्तो लाग्छ होइन। क्यानाडा र नेदरल्यान्ड, यहाँनिर सिधै नेदरल्यान्डले जित्नेवाला छ। त्यसपछि पोर्चुगल र स्पेन केटा हो। अब यहाँनिर इन्जुरी कतिको छ स्पेनिस प्लेयरहरूलाई, विङ्गरहरूमा स्पेसल्ली होइन, त्यो भर पर्छ, त्यसमा भर पर्छ। आई थिङ्क निको विलियम्स र यो अर्को यिनीहरूको एरेमी पिनो दुइटै इन्जर्ड छन्, भिक्टर मुनियस पनि इन्जर्ड छ जस्तो लाग्छ। त्यो लेफ्ट फ्ल्याङ्क त लगभग खाली नै हुन्छ, यिनीहरूले उसलाई ग्रिमाल्डोलाई खेलाउन पर्न पनि सक्छ, तर पनि आई थिङ्क स्पेनले जित्नेवाला छ यो म्याच है। र पोर्चुगलको यात्रा राउन्ड अफ 16 मा खत्म हुन्छ जस्तो मलाई लाग्छ है। त्यसपछि युएसए र सेनेगल केटा हो। अब यहाँनिर सेनेगलको क्वालिटी बेटर छ युएसए को भन्दा, तर पनि मलाई युएसएले जित्छ जस्तो लाग्छ है। त्यसपछि ब्राजिल र कोटे डिभोरे भने आइभोरी कोस्ट, यो म्याचमा आई थिङ्क इजिली ब्राजिलले जित्न सक्छ। कोटे डिभोरेमा राम्रो खेलाडीहरू छन्, तर पनि इजिली नै जित्न सक्छ। अब इक्वेडोर र इङ्ल्यान्ड, मेबी इङ्ल्यान्डले पेनाल्टीमा हराउला इक्वेडोरलाई है। त्यसपछि अर्जेन्टिना र अस्ट्रेलिया छ। लास्ट वर्ल्ड कपमा पनि राउन्ड अफ 16 मा यही दुईवटा टिम भेटे थिए, यसपालि पनि सेम छ है। अर्जेन्टिनाले हार्ड फाउट 2-0 ले हराएको थियो, आई थिङ्क यसपालि नै अर्जेन्टिनाले जित्नेवाला छ। त्यसपछि स्विजरल्यान्ड र कोलम्बिया छ केटा हो। अब स्विजरल्यान्ड पनि कडा फर्ममा छ होइन, कोलम्बिया त झन् बबाले भइहाल्यो। मलाई यो म्याच पेनाल्टीसम्म पुग्छ जस्तो लाग्छ, र पेनाल्टीमा मेबी स्विजरल्यान्डले हराइदेला कोलम्बियालाई है। त्यसपछि क्वार्टर फाइनल्समा पुगेका छौँ, लास्ट 8 मा। लास्ट 8 म्याच सेट भएको छ फ्रान्स र नेदरल्यान्डको केटा हो। यो त प्रोपर नेदरल्यान्डको डिफेन्स भर्सेस फ्रान्सको अट्याक हो होइन, र आई थिङ्क यो म्याचमा फ्रान्सले लिएर जानेवाला छ केटा हो, फ्रान्सले जित्नेवाला छ। र अर्को नेक्स्ट छ हाम्रो स्पेन र युएसए, स्पेनले लिएर जान्छ यो म्याच है। त्यसपछि ब्राजिल र इङ्ल्यान्डको म्याच छ, र आई थिङ्क यो म्याच पेनाल्टीसम्म पुग्नेवाला छ, र ब्राजिलियन फ्यानहरूको मन तोड्न चाहिँ चाहन्न, तर इङ्ल्यान्डले लिएर जाँदैछ जस्तो लाग्छ मलाई यो म्याच पेनाल्टीमा। त्यसपछि अर्जेन्टिना र स्विजरल्यान्ड, यो म्याच पनि अलिकति हार्ड फाउट हुनेवाला छ अर्जेन्टिनाको लागि, तर जित्छ होला अर्जेन्टिनाले, त्यही भएर अर्जेन्टिनाले जिताएको छु। सेमी फाइनल आएको छ केटा हो। सेमी फाइनलमा फ्रान्स भर्सेस स्पेन,
अब यहाँनेरि आउँछ खेला केटा हो, स्पेनको मिडफिल्ड भर्सेस फ्रान्सको अट्याक। मतलब मिडफिल्ड ब्याटल जसले जित्छ त्यसले यो म्याच जित्नेवाला छ। आई थिङ्क स्पेनको मिडफिल्ड इज सुपेरियर है। माइकल ओलिसे नै ड्रप गर्यो भने पनि आई थिङ्क स्पेनले यो म्याच लिएर जान्छ मेरो विचारमा। किन हो स्पेनलाई मैले हाइली रेट गरेको छु। त्यसपछि यताबाट आउनेवाला चाहिँ इङ्ल्यान्ड भर्सेस अर्जेन्टिना र जस्ट अर्जेन्टिनाले पेनाल्टीमा यसपालि इङ्ल्यान्डलाई हराउनेवाला छ र फाइनलमा स्पेन भर्सेस अर्जेन्टिना। म यो प्रेडिक्ट गर्दिनँ, तपाईँहरूलाई छोडिदिएँ है। र अब यो प्रेडिक्सन तपाईँहरू कमेन्टमा ड्रप गर्नुहोला। बाँकी मैले गरेको प्रेडिक्सनमा तपाईँले केही त्रुटि भेट्नु भएको छ भने अथवा केही सच्याउन चाहनुहुन्छ भने त्यो पनि कमेन्ट गर्नुहोला। सी यू इन द नेक्स्ट भिडियो केटा हो।